यो त उयो हैन आज सोमबार भएर नभए शनिबार आइदिनु पनि यहाँ प्रोग्राम गर्छु ए बादलै बादलको बीचमा भाषिन्छ पछि राख्दा त के फरक पर्दैन ल एकछिन के बोलौँ के बोल्नु म फर्स्ट टाइम आको हो र अनि त न्यू इयरमा चाहिँ हामी यहाँ बुद्धको आज नेपालको न्यू इयरमा हामी न्यू इयर हो नि त आज हाम्रो न्यू इयर हो नि नेपालीको फर्स्ट टाइम आको क्षमा सबैलाई शुभकामना फर्स्ट टाइम आको आइम सुरेन्द्र श्रेष्ठ पनि फर्स्ट टाइम आउनुभएको हो र अनि ऊ त्यहाँ तल छ त्यो पोखरी जस्तो छ नि त्यो पोखरीबाट त ऊ खिच्नुपर्छ त्यही माथि हैन खै ल ल नयाँ वर्षको उपलक्ष्यमा हैन हार्दिक मङ्गलमय शुभकामना है कस्तो नपुगे जस्तो कि यहाँ नयाँ वर्षको दिन नयाँ 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 होइन फोटो खिच्दैछ यहाँ नयाँ नयाँ मान्छेले कस्तो लागिरहेछ तपाईँलाई जापान नौलो अनौठो के अब जतातिरै सफा जस्तै देख्यो होला है जहाँ छन् बुद्धका आँखा ल हामी खिचौँ को त्यो तर्सेर भाग्ला हौ यो ठ्याक्कै यहीँबाट देखाएको थियो कि यहाँबाट यस्तो गरेर देखाएको थियो नि त्यहाँ माथि पनि हेर त्यहाँ माथि पनि बुझ्दैछ है साकुरा झरेछ क्या जस्तो साकुरा है मजाले फुलेको बेलामा भित्र जान्दैन के हो ऊ तलबाट ऊ कहाँबाट ऊ त्यहाँबाट उता कता बाटो छ ऊ त्यहाँ आएर देखाइरहेको छ नि साकुरा सब झरिसक्यो अन्त एक हप्ता होइन 2-3 दिन हो यो हिजो अस्ति पानी परेर मात्र हो कि झरेको नयाँ वर्षको दिन होइन त मजाले आहा साकुरा नि झरिरहेको छ
चस्मा हेर्नु है त्यो सानो सुटकेसमा छ जस्तो लाग्यो अब पर्दैन अब घरमा गएर होइन टिकटकलाई अनि ज्याकेट गोली हुन्छ नि अलिक धेरै हुन्छ होला लो यता चले न मरेको कि भर्खर यस्तै हो कि शिवजा कुरा त्यस्तै हो टाढाबाट हेर्दा राम्रो देखिन्छ होइन नजिकबाट हेर्दा त्यस्तो देखायो कि यो ठ्याक्क दुईटा उसको बिचबाट खिच्नु पायो भने चाहिँ साडी लगाएर खिच्नुपर्ने हो कि साकुरामा बसेर साडी यस्तो कसले यस्तो उडाएर कि हावामा अब साकेरै सक्यो कहीँ कहीँ त होला नि के रे हाम अब त्यो फलामको स्कुल जाने ठाउँमा के ओ फलामकोमा बरु बाँकी थियो बरु अन्त स्कुलको उसमा एक लाइन त फुलेकै छैन हो कि यहाँ आवाज आइरहेछ के हो त्यहाँ पानीको छेउ सर आउँदो रहेछ कि त उखाने हो धेरै यताबाट हान्छ भनेर बस म गर्छु कोही नगर्ने होइन त्यो यताबाट तान्छ भनेर थाहा छ है भयो एकचोटि हो एकचोटि हो भयो भने के हो त यहाँ धुप्किन खै लिन म तर्सिन्छु यहाँ बिन्दासन छ नि नभए धुप आफै बाल्ने भनेर होला नि यो कागज यतिकै राख्नु होइन होला पैसा मान्छे पैसा नि ओ त्यहाँ हो यो खोल्नुपर्छ है त। कहाँ हाल्ने बाल्ने यहाँ कस्तो सिस्टम है लाइटर साइटर नचाहिने यो अब निकालेर हाम्रो नेपालको मन्दिरतिर नि यस्तो राख्नु पर्यो यो निकालेर? निकाल्ने होला नि नेपालको पुजारीजीहरू हेर्नुहोस् अब नेपालमा पनि यस्तो धुप बाल्ने सिस्टम राख्नु पर्यो अनि सलाइहरू खोजिरहनु यसो राखेपछि त ठ्याक्कै आफै बोल्छ कि त्यसो अनि सलाइहरू खोजिरहनु पर्दैन सफा पनि हुन्छ होइन लौ यति चाहिँ गरिदिनु पर्यो हजुर यहाँ ल
पनि पछाडिबाट हालेको श्रीमतीले गरिदिनु न लाउनु आएर के गर्नु म चाहिँ यसो यहाँ पकाएछ ढोग्नु न अब ल जाम दे यसो गाड्नु धुवा यसो लिनु जहाँ छन् बुद्धका आँखा उता खानेकुरा किनेर बाँड्नु पाइन्छ खुवाउन ऊ त्यहाँ त्यहाँ खानेकुरा लिएर यसो फाल्न पाइन्छ सरी भयो सरी यी राखिदिने फेरि त्यही झिक्ने राख्ने राख्ने होला